आज चाहिँ एउटा कोर्टरुम फ्यान्टासी एक्सन थ्रिलर कोरियन ड्रामा चाहिँ अमेजन प्राइम भिडियोमा चाहिँ हिन्दी डबिङमा रिलिज भएको छ साथीहरू हैन। ड्रामाको चाहिँ नाम रहेको छ द जज रिटर्न हैन। यो चाहिँ फेब्रुअरी 14 2026 मा चाहिँ ओरिजिनल ल्याङ्ग्वेजमा चाहिँ रिलिज भएको थियो विकी एपमा हैन। अहिले आएर चाहिँ यो ड्रामा चाहिँ हिन्दी डबिङमा पनि रिलिज भएको छ साथीहरू। आउनुस् कुनै स्पोइलर बिना नै यो ड्रामाको छोटो कुरा गरौँ है त। यो ड्रामामा चाहिँ स्टोरी देखाएको छ एक न्यायाधीश हुन्छन् हैन, नाम चाहिँ ली हान योङ हुन्छ हैन। सुरुमा चाहिँ ऊ एक भ्रष्ट न्यायाधीश हुन्छन् हैन, जसले चाहिँ आफ्ना ससुराको ठुलो ल फर्मलाई चाहिँ फाइदा पुर्याउनका लागि चाहिँ उनले आफ्नो शक्तिको चाहिँ दुरुपयोग गर्छन्। तर जब उनले आफ्नो विवेक प्रयोग गरेर एउटा ठुलो कम्पनीका भ्रष्ट अध्यक्षलाई चाहिँ सजाय सुनाउँछन् हैन, त्यसपछि चाहिँ उनको हत्या गरिन्छ। त्यसपछि चाहिँ उनको हत्या हुन्छ हैन। त्यसपछि उनी अचम्म तरिकाले चाहिँ रिबर्न हुन्छन् के साथीहरु। उनी चाहिँ फेरि 10 वर्ष पछाडिको समयमा चाहिँ आइपुग्छन् के साथीहरु। अनि उनले चाहिँ आफ्नो पुराना सम्झनाहरू सहित बिउजिन्छन् हैन 10 वर्ष अगाडि चाहिँ। अनि उनले चाहिँ आफ्नो गल्तीहरू सुधार्ने र भ्रष्टहरूलाई चाहिँ सजाय दिने दोस्रो मौका पाउँछन् हैन। यदि तपाईहरुलाई चाहिँ कोर्टरुम हैन एक्सन थ्रिलर टाइपको चाहिँ ड्रामाहरू मन पर्छ भने यो ड्रामालाई पनि एक टाइम चाहिँ दिन सक्नुहुन्छ। तपाईहरु जी सङको चाहिँ फ्यान हुनुहुन्छ भने चाहिँ है त। यो ड्रामामा चाहिँ टोटल 14 एपिसोड रहेको छ भने हरेक एपिसोडको लेन्थ चाहिँ 1 घण्टा 15 मिनेट 1 घण्टा 16 मिनेट रहेको छ है त साथीहरु। यो चाहिँ तपाईहरुले अमेजन प्राइम भिडियोमा चाहिँ गएर हिन्दी डबिङमा हेर्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने चाहिँ मेरो च्यानललाई एक सब्स्क्राइब गरेर